हेलो गाइस, हेलो भन्नुस् त तिमी पनि हेलो भन। हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ आमा र छोरी सन्चै छौं। आशा गर्दैछु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। यो चाहिँ हाम्रो फर्स्ट ब्लग है आमा र छोरीको। हैन बेटा, मेरो नाम चाहिँ एलिसा, मेरो क्यूट छोरीको नाम चाहिँ युविका सा। म चाहिँ एउटा हाउसवाइफ हो। उसको बाबा चाहिँ बाहिर हुनुहुन्छ, विदेश जानु भएको छ, मलेसियामा हुनुहुन्छ। हुन त हाम्रो हस्बेन्ड वाइफकै विदेश जाने प्लानिङ थियो, तर मैले पासपोर्टहरु सबै बनाइसकेँ जानका लागि। तर सडनली म बिरामी परेँ। हजुर, सडनली म बिरामी परेँ क्या। अनि बिरामी परेपछि हस्पिटल जाँदाखेरि चाहिँ के भयो, नराउ न। उ यहाँ हेर न, हरिण। गुड्डुलाई यो लगाइदिन, चस्मा लगाइदिन गुड्डुलाई। कति राम्रो देखेको। नमस्ते गरिदिनु त सबैजनालाई। अबे नानी, हाम्रो कोठामा कतिवटा भित्ति छ? हाम्रो कोठामा कतिवटा भित्ति छ? 2टा भन न, 2टा। अनि म प्रेग्नेन्ट भएको रहेछु क्या। अनि त्यति अब त्यो भएपछि त अब बाहिर जानु मिलेन नि त। अनि बाहिर गएनौँ हामी। उहाँ चाहिँ जानुभयो, म गइनँ होइन। मेरो डेलिभरी पछि उहाँ जानुभयो, अनि म चाहिँ गइनँ। अहिले चाहिँ यतिकै घरमै छु। अनि घरमा बसेपछि केही त टाइमको त केही युज गर्नु पर्यो नि त। द्याट्स वाइ मैले युट्युब स्टार्ट गरेर युट्युबको जर्नी। आशा गर्दैछु, होप गर्दैछु कि हजुरहरूले हामीलाई, हाम्रो आमा र छोरीलाई मन पराउनुहुन्छ, सपोर्ट गर्नुहुन्छ होइन, र सब्सक्राइब गर्नुहुन्छ। आई होप तपाईँहरूलाई हाम्रो भिडियो, आउँदै गरेको भिडियोहरू चाहिँ मन पर्छ। यो चाहिँ हाम्रो पहिलो भिडियो, पहिलो ब्लग हो होइन। अब अरू त अरू ब्लगमा थाहा भइहाल्छ तपाईँहरूलाई होइन। हजुर बेटा, बाई नानी। अनि 1 मेरो छोरीलाई चाहिँ ए भन्दाखेरि बी भन्छ होइन, अनि 1 भन्दाखेरि 2 भन्छ। त्यहाँदेखि चाहिँ के आउँदैन मलाई, ए पनि आउँदैन, तर ए भनेपछि बी चाहिँ भन्नुपर्छ भन्ने थाहा छ क्या त्यसलाई चाहिँ। यति चाहिँ सिकेकी थिएँ क्या। अनि डट पेनहरू समाउन सिकेकी छिन् मेरो छोरीले होइन। अनि मेरो छोरी चाहिँ 18 मन्थको हो होइन। 18 महिना भन्दा पनि अब चाहिँ यो 26 गते आउँदाखेरि चाहिँ 19 महिनाकी पुग्छिन् कि मेरो छोरी चाहिँ। ऊपर चकचकी छिन् नि, के भन्नु। कस्तो चकी गर्नु त। बाई, लभ यु गरिदिनु। लभ यु गाइस, माया गरिदिनु, गरिदिनु। बाई गर्नु यसरी यसरी।